फेरि पनि दुखद खबर, फेरि पनि हत्या। आखिर के हुँदैछ कैलालीमा? दर्शकबिन, कैलालीमा एक श्रीमानले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन्। श्रीमतीलाई गोली हानेर हत्या गरिसकेपछि आफूलाई पनि उनले गोली चलाए, आत्महत्या गर्ने प्रयास गरे, तर यतिखेर उनी जीवित छन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। दर्शकबिन, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 अमले सैनी गाउँमा एक दर्दनाक र स्तब्ध पार्ने घटना सार्वजनिक भएको छ। घरायसी विवाद चर्किँदा एक व्यक्तिले आफ्नै श्रीमतीको ज्यान लगेका छन् भने त्यसपछि उनले आफैमाथि पनि गोली प्रहार गरेका छन्। प्रहरीका अनुसार अन्दाजी 31 वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला 28 वर्षीय आफ्नी श्रीमती सञ्जिता मगरमाथि भरुवा बन्दुकबाट गोली प्रहार गरेका हुन्। गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। घटनापछि मगरले सोही बन्दुक प्रयोग गर्दै आत्महत्या प्रयास स्वरूप आफैमाथि पनि गोली चलाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि भर्ना गरिएको अवस्था छ। कैलाली प्रहरीका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमेल सिन्हाका अनुसार श्रीमान श्रीमती बीच भएको विवाद नै घटनाको मुख्य कारण देखिएको छ। मृतकको शव हाल पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। एकपछि अर्को घटना कैलालीबाट यो किसिमको हिंसात्मक घटनाहरू आइरहेको छ। के भन्न चाहनुहुन्छ? आफ्नो विचार कमेन्ट बक्समा राख्नुहोला, साथै भिडियोलाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला।